हेलो, नमस्ते साथीहरू र आज पनि एउटा सानो भिडियो लिएर आएको छु। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। मेरो भ्युवर्स, मेरो साथीहरूलाई त थाहा छ कि म क्रुसेडको काम गर्छु र गाउँघरमा अहिले पनि है जेठाजु ढाक्ने नियम छ र जसले मान्नुहुन्छ उनीहरूको लागि चाहिँ एकदमै राम्रो क्रुसेडको मैले कपाल ढाक्ने बनाएर लिएको छु। जेठाजुलाई ढाक्नुहुन्छ उहाँहरूको लागि चाहिँ हो है। यो चाहिँ मेरो अर्डर थियो। चाहिँ बहिनीले नै कस्टमाइज गरेको कलर पनि र यस्तो डिजाइनको भनेर यो चाहिँ वाइट अनि ग्रिनमा बनाइदिएको छु। यसरी कपाल ढाक्ने र है म पनि ढाक्छु है र बिहातिर पार्टीतिर कतै जाँदाखेरि यसरी जेठाजु ढाक्ने कति राम्रो मैले बनाएको छु है। तपाईँहरूलाई पनि चाहिन्छ भने मलाई डिएम गर्न सक्नुहुन्छ है। र यो चाहिँ छ रेड अनि वाइटमा। हेर्नुहोस् न, त्यो क्युट दुईवटा डिजाइन मात्रै बनाएको छु अहिलेसम्म चाहिँ है। यसरी र तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ अर्डर गर्नु सक्नुहुन्छ है। यो चाहिँ दुईवटा डिजाइन छ। यो दुईवटा चाहिँ यस्तो, यो चाहिँ अगल डिजाइनको हो, यो चाहिँ यस्तो गोल सेपमा छ है र यो चाहिँ यस्तो स्क्वायर सेपमा छ र डिजाइन र कलर तपाईँहरूले नै भन्दा हुन्छ है। कस्तो के लाग्यो साथीहरू, हेर्नुहोस् न। यसरी यहाँ क्लिप, दुईवटा क्लिप यहाँ लगाउनुपर्छ है, राम्रो छ। र यहाँ पनि यसरी दुईवटा क्लिप लगाएर है। यति नै चाहिँ भिडियो राम्रो लाग्यो भने अर्डर गर्न सक्नुहुन्छ। तपाईँलाई चाहिन्छ भने है। र लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला साथीहरू। हुन्छ त, बाई बाई।